सोचेका थियौँ कि हामीले जेठसम्ममा यो अभियान सक्छौँ र त्यसपछि हामी असारमा सेन्ट्रल कमिटीको बैठक बसेर अर्को चरणको कार्यक्रममा जान्छौँ महाधिवेशनको तयारी। त्यसैले असारमा बैठक बस्ने हाम्रो एजेन्डा छँदैछ। खालि के भने हाम्रो जो जागरण अभियान हो जनतासँग माओवादी, त्यो अभियानको के अंश बाँकी छ त्यसलाई हामी कुनै उपयुक्तसँग पुरा गर्छौँ। यो अभियान मार्फत हामीले जनतामा हाम्रो सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेका छौँ र हाम्रो आत्मालोचना पनि गरेका छौँ। यो अभियान मार्फत जनताको सुझाव लेखेका छौँ, जनताको आलोचना सुनेका छौँ र जनतालाई मार्गदर्शक बनाउने एउटा अभियान अगाडि बढाएका छौँ। तेस्रो, जनतासँगै बसेर सरकार र यथास्थितिवादी शक्तिहरूलाई र प्रतिगामी शक्तिहरूलाई खबरदार र चेतावनी दिएका छौँ। खबरदार, तिमीहरूले यो राष्ट्र र जनताको विरुद्ध यो क्रियाकलापलाई बन्द गरेनौ भने अझ ठुलो चाहिँ जनआन्दोलनको सामना गर्न तयार हुनुपर्छ, त्यसको परिणाम भोग्न तयार हुनुपर्छ, छिटो सच्याउ भनेर भनिराखेका छौँ। र चौथो, हामीले जनतालाई पनि अपिल गरेका छौँ कि यो देशलाई बनाउने हो भने तपाईहरूले फेरि नेकपा माओवादी केन्द्रलाई एकपटक बहुमतको सरकार बनाउने गरी समर्थन गर्नुपर्छ र यो पार्टीलाई सशक्त बनाउन पनि तपाईहरूले सहयोग गर्नुपर्छ र आवश्यकता परे जनसङ्घर्षको नेतृत्व गर्ने ठाउँमा पुर्याउन पनि जनसङ्घर्षमा सामेल हुने गरी सहयोग गर्नुपर्छ। त्यसको निम्ति पनि अपिल गरेका छौँ। अहिले सकारात्मक हाम्रा प्रतिक्रियाहरू व्यक्त भएका छन्। कार्यक्रमहरू सबै ठाउँमा जनताको सहभागिता क्षेत्र राम्रो भएका छ। पार्टी प्रवेशको लहर बढेको छ र हाम्रो जनता कार्यकर्तामा पनि उत्साह र सक्रियता बढेको छ। अहिले काङ्ग्रेसलाई पनि नजर भरिभरि हेरिरहेका छन्, एमालेलाई पनि हेरिरहेका छन्। अझ काङ्ग्रेस त त्यस्तै पार्टी हो, हामीले जानेकै पार्टी हो। त्यो प्रजातान्त्रिक चाहिँ सामन्तहरूको पार्टीमा मान्छेलाई धेरै आशा थिएन। तर एमालेका कार्यकर्ताको हामी जहाँ जहाँ पुग्यौँ त्यही चाहिँ शिर निहुरेको छ। उनीहरू असाध्य रक्षात्मक छन् र मैले भन्न खोजेको यो भूमिका के बाँधेको भन्दाखेरि एक प्रकारले हामीलाई मैदान खाली थियो र सबैले हाम्रो पार्टीबाट निर्वाचित भएकाले त अब स्वाभाविक रूपमा स्वागत, सम्मान, अभिनन्दन, मागपत्र पेश गर्ने, ज्ञापन पत्र पेश गर्ने कुरा भयो। काङ्ग्रेस एमालेबाट निर्वाचित भएकाहरूले नि बाटामा जुन पालिकाहरू परे, स्थानीय तह परे, तिनीहरूले हामीलाई चाहिँ भित्र हृदयदेखि नै त्यो पुरै बनावटी जस्तो लाग्दैन। किन भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ। त्यसमा नि अब माओवादी पार्टीको अध्यक्ष कमरेड प्रचण्डको अहिले कुनै विकल्प छैन भन्ने कुरा हामीले त बुझेको कुरा हो। जनताले पनि त्यही हरेक उनीहरूका क्रियाकलाप, स्वागत सबैमा धेरै राम्रोसित बुझिने गरी अभिव्यक्त भएको छ। यो धेरै ठुलो कुरो हो। फेरि पनि शहीदहरूलाई हामीले त भोलि पनि अलिकति शहीद परिवारदेखि तर्केर हिँड्ने, शहीद परिवारका समस्याहरू गुनासोहरू नसुन्ने कुरा भएको छ। ती कुराहरू चाहिँ अब अन्त हुनुपर्छ र शहीद परिवारलाई चाहिँ शीर्ष स्थानमा राख्नुपर्छ। घाइते अपाङ्ग बेपत्ताहरूलाई शीर्ष स्थानमा राख्नुपर्छ। बेपत्ता परिवार पनि अब बेपत्ता परिवार भन्दा पनि ती पनि सबै शहीद हुन्। त्यसकारण म अन्तिममा के भन्छु भने धेरै राम्रो भएको छ। सारा तागत लगाएर हामी अगाडि बढौँ। शहीदको त्यो सपनालाई साकार पार्ने, शहीदको सपना साकार पार्ने भनेको चाहिँ अब नेपालमा समाजवादको स्थापना गर्ने हो होइन। त्यो उहाँ ज्ञानेन्द्र साईजीलाई म व्यक्तिगत रूपले म सम्मान गर्छु, तर उहाँको प्रवृत्तिगत रूपले हाम्रो छैन, उहाँसँग सहमति छैन। विगतमा प्रधानमन्त्रीसँग टिआरसीको बारेमा छलफल भयो, त्यसै दिन चाहिँ कुलमानलाई हटाउनु भयो, अनि माओवादीले टिआरसी र कुलमान साथी भन्नुभयो नि। यस्ता चाहिँ एकदम वाहियात कुरा, तथ्यहीन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुगिँदैन। उहाँ एउटा युवा राजनीतिज्ञ हुनुहुन्छ। त्यो चाहिँ सस्तो लोकप्रियताबाट स्टन्ट गरेर राजनीति चल्दैन। अलि चाहिँ रिलायबल पनि त हुनु पर्यो, विश्वसनीय कुराहरू पनि हुनु पर्यो। अग्नि सापकोटा र यो केसमा कहीँ पनि सामञ्जस्यता छैन, कहीँ सन्दर्भै जोडिएको छैन। धन्यवाद।